हेलो गाइज, आज चाहिँ मैले के बनाएँ भन्दा पानी पनि परिरहेछ, मौसम यस्तो छ। के बनाएँ भन्दा बनाएँ रामेन बनाएको छु, जापानिज रामेन। पुरा स्पाइस हुन्छ है, पिरो हुन्छ। अनि रामेन बनाएको छु है, स्पाइस रामेन। कस्तो हुन्छ, पिरो छ, पिरो देख्न सक्नुहुन्छ तपाईँहरू पनि। मैले खाएँ ल, अब खाएँ है। एकदम स्पाइस छ। यस्तो स्पाइस हुँदा पनि डल्ले खोर्सानी टोक्नु मन लागिरहेको छ। म चाहिँ स्पाइस लास्टै मनपर्छ होइन। राम्रो खाइदिएँ। तपाईँहरूलाई को कोलाई मनपर्छ यस्तो? पिरो साथीहरू। सँगै राउन्ड खान्छ पिरो। लिप्सको साइड साइडमा पुरा पोल्नु थाल्यो साथीहरू। अब थोरै मात्रै बाँकी छ, अनि खाइसक्छु। तर लास्टै पिरो छ है। स्पाइस लभर को हुनुहुन्छ यो ठिक हुन्छ है, तपाईँहरूको लागि कमेन्ट गर्नु होला। बिचमा चाहिँ भिडियो पोस्ट गरेको थिएँ साथीहरू, किनकि लास्टै पिरो भएको थियो, पानी खाएर है। फेरि खाँदैछु। खाइसक्नु लाउनु हाल्यो साथीहरू, थोरै बाँकी छ।
पिरो हुन्छ नि। पिरो त्यो बनाएकै बिचमै कल आउँछ कि कल आएर भिडियो नै बिगारिदियो। अनि यति छ बाँकी खानु सकिने चाहिँ लास्टै स्पाइस भयो पिरो, पेट पनि अगायो, बिहान पनि खाएको थिएँ, अरू चिजहरू लास्टै भयो। यति बाँकी छ, 3टा नुडल्स पकाएको थिएँ, रामेन यति बाँकी छ, यो चाहिँ खानु सक्दिनँ ल, सरी भन्न चाहन्छु यसको लागि। अनि लास्टै पिरो नि पेट पनि अगायो। यति भन्दै मेरो भिडियो यहीँ सकियो भन्न चाहन्छु है। अनि मन परेमा लाइक गरिदिनु होला यस्तो यस्तो भिडियोको लागि। अनि रामेनहरू खाएको, गिलो चटपटेहरू खाएको म भिडियो बनाउँदै गर्छु है त। बाई बाई, हेभ अ गुड डे।